कुनै पनि जिनिसको दाम बढ्यो भने आन्दोलनमा उत्रिनेहरूलाई म एउटा सजेसन दिन चाहन्छु, सिगरेटको दाम बढ्दा तिमीहरू किन उत्रिँदैनौ? रक्सीको दाम बढ्दाखेरि तिमीहरू किन उत्रिँदैनौ? जब तेलको दाम बढ्यो, जब दुनियाँ क्राइसिसमा छ, हाम्रो भारतमा सबभन्दा कम्ती बढ्यो, यसको लागि तिमीहरूले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई नि धन्यवाद ज्ञापन गर्नुपर्ने। आजभन्दा 2 महिना अगाडिदेखि नै हरेक देशमा दाम बढिसक्यो, कहीँ 40%, कहीँ 50%। एटलिस्ट जुन देशमा तेल बनिन्छ, जुन देशमा फ्याक्ट्री छ, जुन देशमा क्रुड ओइल निक्लिन्छ जमिनबाट, त्यो देशमा पनि दाम बढेको छ। हामी त आयात गरेर, हामी त इम्पोर्ट गरेर हामी यहाँ फ्याक्ट्रीले क्रुड ओइललाई ओइल बनाएर निकालेर हामी युज गर्ने मान्छे हो। हामी किनेर ल्याउने, जसको घरमा पैदा हुन्छ त्यसकोमा दाम बढिरहेछ। तिमी सोच्न सक्छौ कुन सेन्सले तिमीहरू मोदीलाई विरोध गर्छ? तिमीले त म बुझ्नै सक्दिनँ। यो त अब सारा दुनियाँको समस्या, सारा दुनियाँलाई थाहा भइसक्यो। किन बढेको त्यो पनि थाहा भइसक्यो। भारतमा सबभन्दा कम्ती बढ्दैछ त्यो पनि थाहा भइसक्यो हैन। यो 3 रुपैयाँ मात्रै बढेको, अरू देशमा पाकिस्तानमा आज 409 रुपैयाँ पेट्रोल छ करेन्ट प्राइस, 409 रुपैयाँ। करेन्सी भ्यालु सेमै हो मोटामोटी, हल्का डिफरेन्स मात्रै छ। 409 रुपैयाँ छ। सोचेको छौ बङ्गलादेशमा 135 135 नागिसक्यो। धन्य गर कि मोदी हाम्रो देशको प्रधानमन्त्री छ र उसले गर्दा हामी अहिले सस्तो जिनिस पाइरहेका छौँ। तिमीहरू कुन मुखले विरोध गर्छौ, कसरी विरोध गर्छौ? म त पार्टी, राजनीतिक पार्टी अर्कै गर्छौ, सरकारको कुनै डिसिजन ठिक लागेन, ठिक छ, मैले माने विरोध गर्नु सही हो, त्यो म पनि गर्छु। जसले पनि आफ्नो गणतान्त्रिक अधिकार छ गर्छौ। तर यो विषयमा चाहिँ कसरी गर्छौ? तिमीलाई जब थाहा छ, जब तिमीहरूलाई थाहा छ कि तेलको दाम सारा दुनियाँमा बढिरहेछ, यो जिनिसमा ब्लेम गर्ने त कुनै सवालै आउँदैन। अब सोच, तिमीहरू एउटा इक्जाम्पल दिन्छु। घरको बाउ सौदा लिनु बजार गए, पैसा कम्ती छ, जिनिसको दाम बढिरहेछ, किनेर ल्याउनु सकेन, के भन्ने? बाउलाई घर चलाउनु सकेन? यत्रो दिन चलाएर आएको चाहिँ बिर्स्यौ, चलाउनु सकेन बाउले हाम्रो घर भन्ने? कि 2 दिन 3 दिन पर्खिने? कस्तो सेन्स यार। अलिकति त इन्सानियत देखाउ देशप्रति। राजनीति जब इलेक्सनको टाइम आउँछ, जतिखेर इलेक्सनको 2029मा भोट आउँछ, तब भोटमा अरू पार्टी गरेर राजनीति गरेर हराउ, भोट दिएर हराउ, कोही बात छैन यसमा, गणतान्त्रिक अधिकारले हराउ। तर अहिले यो बिचमा मिडलमा जन मोदीलाई तिमीहरू झार्न सक्छौ 2029सम्म, त अहिले देशको विरोध गरेर के लाभ छ? सरकार त 29सम्म छँदैछ। किन सरकारलाई कमजोर गर्ने कोसिस गर्छौ तिमीहरू? अलिकति त सेन्स लगाऊ। सरकार कमजोर हुनु, देश कमजोर हुनुको मतलब हामी पनि कमजोर हुनु। त्यही भएर हर कुरोमा विरोध नगर्नु क्या। जय हिन्द, जय भारत।